दही र चिउरालाई यत्तिकै पनि खाने गरिन्छ अनि थुप्रै प्रकारले पनि बनाएर खानु भएको होला। एकपल्ट चाहिँ यो खाजा पनि ट्राई गर्नुहोस्, एकदमै टेस्टी बनेर चाहिँ तयार हुन्छ अनि यो बनाउनु पनि एकदमै सजिलो छ। यसको लागि चाहिँ कुनै पनि प्रकारको चिउरा लिँदा हुन्छ, मोटो पतला मिडियम जस्तो पनि लिँदा हुन्छ। मैले लिएको चिउरा चाहिँ अलिकति मोटो मोटो छ अनि म चाहिँ अलिक धेरै मात्रामा बनाउँदैछु, त्यही भएर मैले चाहिँ अलिक धेरै चिउरा यहाँनिर लिएको छु। चिउरा लिँदाखेरि चाहिँ यसलाई मजाले केलाएको चाहिँ हुनुपर्छ, यसमा धानहरू ढुङ्गाहरू चाहिँ हुनु हुँदैन। मैले यसलाई मजाले केलाइसकेको छु र यसलाई चाहिँ एउटा बोलमा मैले खनाएँ। अब यसलाई पानी हालेर चाहिँ धुनुपर्छ। मैले एक दुई पल्ट यसलाई धुएको छु अनि यसलाई धुँदा चाहिँ हल्का हातले धुनुपर्छ, मजाले मार्नु चाहिँ हुँदैन। त्यसपछि यसको पानी फ्याँकेर चाहिँ अब यो जुन चाहिँ चिउरा छ यसमा चाहिँ अलिकति म पानी हाल्छु। चिउरा चाहिँ डुब्ने खालको पतला खालको चिउरा छ भने चाहिँ यस्तो गरिरहनु पर्दैन। मैले चाहिँ अलिक मोटो खालको चिउरा लिएको छु, त्यही भएर मैले अलिकति पानी हालेर चाहिँ 5 मिनटको लागि छोडिदिएको थिएँ। चिउराले चाहिँ सबै पानीहरू चुसेको छ अनि यो बोलमा चाहिँ नअट्ने भएर मैले चाहिँ दुईटा भाँडामा हालेर बनाउँदैछु। त्यसपछि जुन चाहिँ डाडु हुन्छ त्यसको दुई डाडु गरेर मैले दुईपट्टि नै दहीलाई हाले। अब यसलाई चाहिँ चिउरासँग मिक्स गर्नुपर्छ। त्यसपछि दुईटा प्याज काटेको थिएँ मसिनो गरेर 2 भागमा गरेर यसलाई पनि लगाएँ। त्यहाँबाट अदुवालाई पिसेको थिएँ त्यो पनि लगाएँ। त्यसपछि उसिनेको आलुलाई, त्यसपछि हल्दी पाउडर, धनिया पाउडर, अलिकति गरम मसाला, खोर्सानीको धुलो, चिल्ली फ्लेक्स अनि आफूलाई मन परेको मसालाहरू पनि लाउँदा हुन्छ। स्वाद अनुसार नुन अनि हरियो धनिया पत्तालाई लगाएँ। अब यसलाई चाहिँ मजाले मुसेर चाहिँ हामी जसरी आटा मुस्छौं त्यस्तै प्रकारले मुस्नुपर्छ। अनि एउटा चाहिँ मैले भन्नु बिर्सेछु, यसमा चाहिँ बाइन्डिङको लागि आटा अथवा मैदा पनि हाल्नुपर्छ। त्यसो आटा अथवा मैदा अलिकति मिक्स गरेर हाल्दा चाहिँ फ्राई गर्दाखेरि चाहिँ फुट्दैन। अनि यसलाई फ्राई गर्नुको लागि मैले तेल चाहिँ एकदमै हाई फ्लेममा तताएको छु अनि तेल पनि एकदमै धेरै तातो छ र यसलाई मैले हालिसकेपछि हाल्ने बित्तिकै चाहिँ चलाउनु हुँदैन। कमसे कम 4-5 मिनट चाहिँ मैले पर्खेको छु अनि यसलाई फ्राई पनि मैले हाई फ्लेममा नै गरेको हो र 4-5 मिनट भएपछि चाहिँ यसलाई मैले यसरी चलाएको छु। त्यसपछि यसरी गोल्डन ब्राउन हुने गरी चाहिँ मैले यसलाई फ्राई गरेर पकाएर चाहिँ निकाले। त्यसरी नै रहेको जति थियो सबै मैले चाहिँ फ्राई गरिदिए। यसरी चाहिँ चिउरा दहीको चाहिँ एकदमै टेस्टी अनि स्वादिष्ट खाजा बनेर तयार हुन्छ। कुनै पनि प्रकारको चटनी ससहरुसँग यो चाहिँ खादा हुन्छ। मैले चाहिँ धनिया पुदिनाको चटनी अनि तिलको चटनी बनाएको